So hey guys, welcome in day 4 converting lean forearm into muscular. सधैँ चाहिँ मैले पनि आज वार्मअपबाट सुरु गरेँ 4 देखि 5 मिनटको वार्मअप गरेँ अनि यो वार्मअप गर्दा गर्दै के विचार आएको थियो भने कतिले सोच्छन् होला कति एउटै टाइपको एक्सर्साइज गरेको भिडियो हाल्छौ भनेर सोच्छन् होला तर विभिन्न एक्सर्साइज ट्राई गर्नुभन्दा बेस्ट अफ द बेस्ट एक्सर्साइजहरूलाई छानेर तिनीहरूलाई मात्र कन्टिन्यू गर्दा राम्रो रिजल्ट हुन्छ। त्यसै गरी मैले आज डम्बल बाइसेप कर्ल्स 2 सेटको 10 रेपिटेसन गरेँ। मैले हिजो पनि त्यति नै गरेको थिएँ, अस्ति पनि त्यति नै गरेको थिएँ। यसमा मैले कुनै पनि सेट बढाएको छैन, रेपिटेसन पनि बढाएको छैन। त्यसपछि मैले आज फोर आर्म कर्ल्स अलिकति छिटो गरेँ। 2 सेटको 12 रेपिटेसन गरेको, तर माथि लेख्ने बेला अलिकति गल्ती भएर 2 सेटको 1 रेपिटेसन मात्र भएछ, त्यसको लागि सरी। अनि अर्को मैले प्रोनेटर गरेँ। प्रोनेटर चाहिँ मैले 2 सेटको 12 रेपिटेसन गरेँ। अनि मैले हिजोको भिडियो भनेको थिएँ कि प्रोनेटर गर्नुको विशेष कारण चाहिँ के हो भनेर। यदि तपाईँले डे 3 को भिडियो हेर्नु भएको छैन भने एकचोटि गएर हेरिदिनु होला। त्यसमा मैले स्पष्ट रूपमा भनेको छु प्रोनेटर किन गरिरहेको छु मैले भनेर। अनि अर्को मैले मिक्स बारबेल कर्ल्स गरेँ 2 सेटको 10 रेपिटेसनमा। यसमा चाहिँ मैले मिक्स गर्नुको कारण मैले बारबेल कर्ल्स मात्रै गरिरहेको छु, त्यसपछि रिभल्स बारबेल कर्ल पनि गरिरहेको छु सँगसँगै। डे 4 यति नै रहेको छ। डे 5 को लागि लाइक गर्नु होला, फलो गर्नु होला र आफ्नो साथीभाइहरूले सक्दो सेयर गर्नु होला।